हेलो साथीहरू, आज चाहिँ हामी 3 कन्या जाँदैछौँ। के छ? गाउँपालिका कर्मचारी सभा कार्यक्रम स्थलभित्र आउँदै हुनुहुन्छ। आदरणीय सर हुने पसन्द आग्रह गर्दछौँ। त्यसै गरी हाम्रो बाजाको टोली कार्यक्रममा सहभागी भइदिन हाम्रो न्यू ब्रान्ड हो। आसन ग्रहण गर्ने प्रहरसिंह आयुले पहिलाका ठुला ल गाइस, अब हामी चाहिँ जुनार भएको ठाउँमा जान लाग्यो। आरोस् न यहाँ र ल फाइनली हामी आज 3 कन्या आइसकेका छौँ महोत्सव हेर्नको लागि। र यहाँ पछाडि देख्न सक्नुहुन्छ जुनारको खानी। यो कति लाखको रे? यो करोड हो? एउटा लाख। यो टोटल लगभग 50 लाखसम्म लिन्छ होइन। यहाँ करोडौँको यहाँ जुनार सुन्तला भएको ठाउँमा आएका छौँ। 3 कन्या। आज चाहिँ जुनार महोत्सव हो। हाम्रो यता प्रज्वल सर पनि हुनुहुन्छ। के छ प्रज्वल सर? ठिक छ। आज आइयो। म त पहिला पनि आइरहेको थिएँ, तर अहिले धेरै प्रगति भएछ। अनि हाम्रो हेमजी के छ? एकदम ठिक छ सर। जुनार महोत्सव राम्रो छ, किसानको लागि एकदम खुसीको कुरा हो होइन। अब प्रचार अलिक सिन्धुली नभए बाहिर के अरे जिल्लाहरूमा पनि प्रचारको लागि भइरहेछ। मैले अब जुनार मैले पनि व्यापार गरिरहेको छु। काठमाडौँ लगिरहेको छु। लगभग हप्तामा 2 गाडी 5,000 किलो काठमाडौँमा तपाईँको आयात होटल अगाडि जुनार चाहियो भने त्यहाँ आउनु होला। तपाईँले सिन्धुलीको जुनार त्यहाँ पाउनुहुन्छ। फोन गर्छु म। हेलो